Oh my fucking god. Do you guys not see that there are other people at the gym? If you want to cuddle, go and get a room or just stay at your home. मान्छे मर्न लागिसक्यो बल्गेरियन हानेर अनि गेस वाट आई सी इन फ्रन्ट अफ मी पुरा त्यो बलिउड मुभीको रोमान्टिक सिन हात समाउँदै तान्दै अँगालो मार्दै अनि अर्को कपाल फेरि मस्त बेबी दिस इज टु हार्ड रे लाइक मिस ओके स्योर द्याट क्यान बी डिफिकल्ट बट प्लिज डोन्ट से द्याट वाइल यु आर मोर्निङ लाइक गेट अ रुम पिपल भनेर भनिरहेको छ होइन पब्लिक जिममा अनि अलिकति लाइन क्रस गरिदिने बााउन्ड्री क्रस गरिदिने नि माइट भन्नु खोजेको अब उनीहरू चाहिँ अब कपल्सहरू चाहिँ चाहिने भन्दा बढी मस्केर बसेर त्यहाँ एक्सर्साइज गर्ने भन्दा भनेर उसलाई चाहिँ टेन्सन भइदियो नयाँ नयाँ लप गरेर होला भर लप गरेर होला कहाँ ब्रो तिमी अब त्यहाँनिर बसेर होइन के भन्छ तिमीलाई के लाग्छ त ल तिम्रो पर्सपेक्टिभ सुनिदिनु नि यसमा के अब तिनीहरूको लाइफ हो बाँच्ने हो जसरी बाँच्यो भने के किस खानु मन लाग्यो खाओस् कति खानु मन लाग्छ खाओस् बाटोमै खाओस् दासै खाओस् है मलाई चाहिँ के भन्नु मन छ भने अब अनोइङ त अफकोर्स अनोइङ हो होइन हुन्छ लेटिङ इट अफेक्ट यु अझै बिगर प्रब्लम हो त्यो कुराले अफेक्ट नहुने मान्छे बन्नु चाहिँ एउटा लाइफ गोल राख्यो भने दामी हुन्छ जस्तो लाग्छ कि अनि त्यस्तो मान्छे नहुनुमा पनि त गोल राख्यो भने राम्रो हुने भयो नि त किनकि त्यस्तो गर्नु राम्रो त होइन यस्तो गर्नु हुँदैन है मैले भन्ने समचेतना हुने मान्छे आफू नै हुनु पर्यो त्यो त हुनै र पर्यो त्यस्तो भइहालेको खण्डमा आफूलाई फरक नपर्ने बन्न सक्नु पर्यो भने अझै दामी जस्तो फिल हुन्छ मलाई चाहिँ होइन खासमा हाम्रो मेसेज चाहिँ यही नै थियो भन्नु पर्ला उहाँलाई तर दामी कुरा किप एक्सर्साइजिङ त्यो त उता ब्रोहरू त पुरा नयाँ नयाँ लप गरेर होला हामी त्यहाँ जाँदैछौँ साँच्ची त्यो स्टोरीमा नयाँ नयाँ लप गरेर होला त्यहाँनिर ओहो हाम्रो क्या कुरा मिल्छ भनेर क्या खुसी लागिरहेको होला सँगै जिम गर्नु पायो भनेर फेरि आज के खाने आज त ब्रोकोली चिकन खाने भनेर टाउको भनिरहेको क्यालोरी काउन्टिङ कपल्स रे के काउन्ट गरेर होइन ओहो तिमीले त्यो फ्लेक्स गर्दा तिम्रो सोल्डर कस्तो बिग देखेको नि बेबी भनेर उनीहरूको त्यस्तो खालको लाइफ चलिरहेको होला होइन अब आफै यहाँ बसेर रिसाएर बसेर त भएन नि त सो हाम्रो सजेसन चाहिँ त्यही नै हुन्छ यस्तो माइन्डसेटबाट चाहिँ ग्रो हुनु पऱ्यो फिजिकली मात्र खतरा भएर भएन अभियसली होइन अब अलिकति माइन्डसेटमा पनि होइन क्यारोल डुवेकको ग्रोथ माइन्डसेट भन्ने अडियो बुक सुन्नको लागि चाहिँ म एकदम हाइली रेकमेन्ड गर्छु स्पेसली इफ यु फिमेल क्यारोल डुवेकको त्यो ग्रोथ माइन्डसेटको बारेमा अडियो बुक सुन्यो भने चाहिँ एकदमै हेल्पफुल हुन्छ जस्तो लाग्छ सबैजनालाई थाहा हुन्छ पनि हो सो आई थिङ्क वी हाइली सजेस्ट अफ कोर्स प्लिज त्यो बुक पनि पढ्नुहोस् होला अनि त्यसपछि यो कम्पिटिसनको बारेमा केही भन्नु छ केही लेख्नु छ भने प्लिज लेख्नुहोस् पनि होला वुड लाइक टु हियर फ्रम यु वाट यु वुड फिल हाउ यु वुड फिल होइन ए तिमीले के भनेको यस्तो भने जस्तो फिल भइरहेछ भने एड अनदर रेन्ट